हेलो, नमस्कार। सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म टक्कसँग होइन यो बाहिरपट्टि निस्केको छु। एकछिन हिँड्दै हिँड्दै हल्का घाम लागेको छ। भित्र बस्दा चाहिँ अलिकति चिसो चिसो जस्तो, अलिकति अल्छी लागे जस्तो भएको कारणले गर्दाखेरि बाहिर निस्केर घाम ताप्दिउँ न त भिटामिन डी को अलिकति पूर्ति हुन्छ भन्ने हिसाबले चाहिँ घाम ताप्नलाई। अनि अहिले अब साकुराको मौसम हो जापानमा। जताततै साकुराहरू ढकमक्क फुल्ने मौसम, ढकमक्क फुल्ने सिजन भएको कारणले साकुरा पनि हेरौँ अनि त्यहाँबाट घाम पनि तापौँ, अलिकति फ्रेस फिल गरौँ भनेर चाहिँ म आज बाहिरपट्टि निस्केको छु। अनि त्यहाँबाट जताततै टक्कसँग बिस्तारी जापानमा चाहिँ जाडो हटेर अब बिस्तारी तातो तातो न्यानो न्यानो हुँदै आउँदैछ होइन। अनि त्यहाँबाट साकुराहरू जताततै फुलेको देख्न सकिन्छ। यहाँनिर यहाँ ठिक्क म आइपुगेको छु। एउटा रुख छ यहाँनिर टक्कसँग साकुरा यस्तो मजाले फुलेको छ, देख्न सक्नुहुन्छ यता मेरो माथितिर होइन। यो माथि यस्तो मजाले ढकमक्क फुलेको छ साकुरा टक्कसँग। यतातिर हेर्नु त यस्तो गजब देखिन्छ। यतातिर साकुराहरू यस्तो मजाले फुलेको छ नि, आम्मामा। ल टक्कसँग साकुरा चराहरू चिरबिर चिरबिर जताततै फुलको रस खानलाई। अनि फुल पनि जताततै फुलेको होइन, यो देख्न सक्नुहुन्छ तपाईँहरूले। यसरी चाहिँ यतिखेर जापानको मौसम, जापानको इन्भाइरोमेन्ट, जापानको माहौल चाहिँ साकुरामय बनिसकेको छ। अलिक दिन अगाडि चाहिँ हप्ता दिन जस्तो अगाडि चाहिँ थोरै यतिको लुगा लाएर हिँड्दा, यतिको कपडा लाएर हिँड्दा चाहिँ अलिक चिसो नै हुन्थ्यो होइन। अहिले चाहिँ अब अलिकति न्यानो न्यानो अनि यसरी हिँड्दै गर्दा चाहिँ साँच्चै नै गर्मी जस्तो फिल हुन थालिसकेको छ। यो तपाईँहरू देख्न सक्नुहुन्छ अहिले एकदम मजाले घाम लागेको छ उज्यालो भएर टक्कसँग होइन। अब अलिकति अगाडि गएर त्यहाँनिर एउटा सुपा भनेको चाहिँ अब जापानिजमा चाहिँ सुपर मार्केटहरू, मार्टहरूलाई, सानो सानो कन्भिनियन्स स्टोरहरूलाई चाहिँ सुपा भन्ने गरिन्छ। त्यहाँ अलिक अगाडि गएर चाहिँ एउटा सुपा पनि छ होइन। त्यो सुपामा गएर चाहिँ अलिकति केही खानेकुराहरू किन्ने अनि बसेर घाममा खाने। यतिखेर सुन्तलाहरू पनि जापानमा एकदम जताततै अलिकति सस्तो दामहरूमा, अलिक गाउँतिरका कन्भिनियन्स स्टोरहरूमा चाहिँ सस्तो दाममा सुन्तलाहरू पनि पाइन्छ होइन। हेरौँ यताउँदै पनि सुन्तला के छ, सुन्तलाहरू हेरेर सुन्तला रहेछ भने टक्कसँग घाम ताप्दै आज पनि मेरो चाहिँ सुन्तला खाने योजना रहेको छ। यो देख्न सक्नुहुन्छ तपाईँहरूले टक्कसँग घरहरू हुन्छ। अनि जापानमा चाहिँ यस्तै घरहरू हुन्छ, टक्कसँग बाक्लैसँग घरहरू हुन्छ। तर मान्छेहरू चाहिँ फाटाफुट्टा होइन, गाडीहरू देख्न सकिन्छ बरु
घर बाहिर गाडी, बाटोमा कुदिरहेको गाडी, अनि गाडीभित्र मान्छे। तर घरहरू, गाउँहरू, टोल चाहिँ एक किसिमले सुनसान नै देखिन्छ। यस्तो किसिमको होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले। टक्कसँग एउटा पनि मान्छे छैनन्। चरा छ, मुसा छैन, तर मान्छे पनि छैन। चरा छ, चिरबिर चिरबिर चराहरू। अब यहाँनिर पुगेपछि चाहिँ एउटा माट आउँदैछ होइन। यहाँनिर यसरी भेन्डिङ मेसिनहरू राखिएको छ। भेन्डिङ मेसिनमा टक्कसँग तपाईँले के खान चाहनुहुन्छ, तातो खान चाहनुहुन्छ कि चिसो खान चाहनुहुन्छ, टक्कसँग भेन्डिङ मेसिनबाट आवश्यकता अनुसार, इच्छा अनुसार झिकेर खान सक्नुभयो होइन। अनि यहाँबाट थोरै यो देखिरहेको चाहिँ कन्भिनियन्स स्टोर सुपामा आइपुगेको छु म। तपाईँहरू अब यहाँ देख्न सक्नुहुन्छ। अब म सुपाभित्र चाहिँ प्रवेश गरिसकेको छु। अब के किन्ने होइन, के खाने म हेर्दैछु है त।